हेलो सबैलाई नमस्ते। अहिले चाहिँ जुन गर्मीको मौसम बढेको छ, गर्मीको मौसममा चाहिँ सर्पको टोकाइको केसहरू धेरै नै बढिरहेको छ र यस्तो सर्पले टोक्ने बित्तिकै चाहिँ के गर्ने के नगर्ने भनेर मैले सानो भिडियो बनाएको छु। यसलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। सर्वप्रथम चाहिँ के याद गरौँ भन्दाखेरि म्याक्सिमम 60 to 70% जति सर्पहरू चाहिँ नन भेनमस स्नेक हुन्छन्, अर्थात् विषालु चाहिँ हुँदैन। उसले टोक्ने बित्तिकै मान्छे मर्नुपर्ने भन्दै आत्तिनु चाहिँ परेन। र के याद गर्ने भन्दाखेरि सर्पले सुरुमा टोक्ने बित्तिकै त्यो मान्छेलाई चाहिँ नआत्तिनु भन्ने, किनभने जति आत्तियो त्यति नै विष शरीरमा छिटो फैलिने गर्दछ। र फर्स्टमा चाहिँ त्यो सर्पको टोकाइमा परेको मान्छेलाई चाहिँ नआत्तिनु भन्ने, सान्त्वना दिने र त्यसपछि चाहिँ सर्पले टोकेको ठाउँमा चाहिँ काट्ने काम र सर्पले टोकेको ठाउँमा रगत चुस्ने या विष चुस्ने काम र त्यसको सर्पले टोकेको भन्दा माथि चाहिँ बेसरी गाँठो पार्ने काम चाहिँ गर्नु भएन। यसको कारणले चाहिँ पछि खुट्टामा नै असर पर्ने हुनसक्छ या जता टोकेको छ त्यसमा असर पर्ने हुनसक्छ। र के याद गर्नु पर्यो भन्दाखेरि यदि सर्पले टोकेको केसमा चाहिँ जति सक्दो चाँडो चाहिँ हामीले नजिकको सर्पदंश केन्द्रमा चाहिँ लग्ने र जति सक्दो चाहिँ उपचार गर्ने। र यदि सर्प चाहिँ अभिषालु थियो भने चाहिँ त्यसको घाउको चाहिँ मात्र उपचार गर्दा पनि हुनसक्छ। हस् त, धन्यवाद।